अब ट्रेनिङ क्याम्पबाट चाहिँ नेपालले के गर्न सक्छ भने एउटा मेन भनेको टु फाइन्ड आउट द राइट प्लेयर फर द राइट रोल। अब ओपनिङ त हाम्रो सर्टेडै छ। अब वान डाउनको लागि को राम्रो हुन्छ, मिडल अर्डर ब्याटिङको लागि अलिकति स्ट्रेन्थ गर्नको लागि अब हाम्रो जुन तरिकाको ब्याटिङ अर्डर छ T20मा सुरुको ओपनिङ स्लट चाहिँ अलमोस्ट डन भइसकेको छ, कुशल भुटेल र आसिफ शेख। अब वान डाउन रोहित पौडेललाई लिएर आउने हो कि भीम सार्कीलाई लिएर आउने हो कि अब अरू प्लेयर्सहरू को छ, अब लेफ्ट राइट कम्बिनेसन चाहिने हो कि वान डाउनको लागि, त्यो हेर्नुपर्छ। र नेक्स्ट भनेको चाहिँ मिडल अर्डर ब्याटिङ वा जुन हार्ड हिटिङ एबिलिटिज भएको प्लेयरहरूलाई इन्क्लुड गर्न सकिन्छ कि सकिन्न। अब अलरेडी भएको भनेको चाहिँ हाम्रो दिपेन्द्र सिंह ऐरी र गुलसन झा। अब दुईवटा प्लेयरहरू त छँदैछन्, अब अरू प्लेयरहरू कोही लिएर आउन मिल्छ कि त्यो पनि हेर्न पऱ्यो। क्याप्टेन कोच र टिम म्यानेजमेन्टको चाहिँ एउटा उद्देश्य चाहिँ त्यही नै हो। अब रोहित पौडेलले पनि एउटा रिसेन्ट इन्टरभ्यूमा पनि भनेका छन् कि धेरै चेन्जेस हुन्न, चेन्जेस भयो भने एकर्डिङ टु द कन्डिसन। अब वाङखडे स्टेडियमको कन्डिसन, पिच कन्डिसन हेरेर चाहिँ एउटा दुईवटा टिमलाई एउटा दुईवटा प्लेयर्सलाई चाहिँ लिन सकिन्छ। अब जस्तै शेर मल्ल मिस्ट्री स्पिनर, तर नेपाललाई स्पिनरको आवश्यक छ कि छैन त्यो पिचमा हेर्नु पऱ्यो। अब सन्दीप लामिछाने अलरेडी